तपाईँले भन्नारीको राजदरबार हत्या गर्दै नि प्रत्यक्ष को केपी ओली, माधव कुमार नेपाल, तारनाथ राणा ठ्याक्कै भन्नु पाएँ भन्नुभयो। हजुरलाई कसले भन्नु? गोविन्दराज जोशी, माधव कुमार नेपाल उहाँहरूले भनेको कहाँ सांसदमा सिंहदरबारभित्र। अनि मेरो भिनाजु हुनुहुन्थ्यो सिआई, के उहाँहरूले नै योजना बनाउनु? उहाँहरूले नै हो योजना बनाएको। अनि त्यहाँको आर्मी ठ्याक्कले योजना बनाएको भन्नुहुन्छ? योजना बनाउने उहाँहरू तिनजना हो, माधव कुमार नेपाल, तारनाथ राणा, केपी ओली। हजुरसँग प्रुफ त छैन होला, अहिले अप्ठ्यारो होला नि त यसरी। उहाँहरूसँग अगाडि आउनुहोस्, अगाडि भनिदिन्छु। माधव कुमार नेपाल, गोविन्दराज जोशी, हजुर उसको तारनाथ राणा भएको अगाडि लिएर आउनुहोस् त ती तिनजना। उनीहरूले भनेको, हजुरलाई भनेको योजना बनाउँदैछ योजना उनीहरूको। अनि त्यो योजना